क्रिसमस ट्रीहरू लगाएको छ। सो यहाँनिर लेखेको छ होप इज बोर्न, आशा जन्मिएको छ भनेर। अनि यहाँनिर अनि यो चाहिँ हो अनि येशू जन्मिएको डुड यहाँ बनाएको छ। हामी नजिकै गएर देखाउनेछौँ। सो फाइनली साथीहरू हामी यो रातिको समय चर्चमा आएका छौँ। यहाँ यो चाहिँ हाम्रो एरियामा पर्छ। यहाँ चाहिँ प्राय मेरो साउजानी गर्छ चर्चमा फेलोसिपको लागि। म यहाँको दृश्यहरू देखाउन गइरहेको छु। चर्चको पछाडिको भ्यू देख्नुहुन्छ, कति दामी भ्यू छ। हामी चाहिँ यसमा यो स्कुटीमा हामी आएको भर्खर ट्रिपल सिट गरेर आएको छौँ। हामी चाहिँ यो नाइटको बेला यसो यहाँको नजाराहरूको फोटोहरू खिचौँ न भनेर हामी लिन आएको। सो म देखाउन गइरहेको छु, हेर्नुहोस् है दृश्य। यो यहाँको चर्चको दृश्य। यो चर्च चाहिँ जोसेफ चर्च हो। सो हामी देखाउन जानेछ। अब क्रिसमसको बेला चाहिँ हामी हल्का बिजी अवस्थामा भएको कारणले हामी त्यति घुम्न पाएनौँ। सो अहिले चाहिँ म देखाउन गइरहेको छु यहाँ चर्चको दृश्यहरू। यो दृश्यहरू देख्न सक्नुहुन्छ। अनि यहाँनिर जानको लागि बाटोहरू पनि बनाएको छ। हामी यहाँनिर देख्छौँ त्यहाँनिर त्यो डुड बनाएको छ, येशू जन्मिनु भएको हुन्थ्यो त्यो डुड बनाएको छ। यो क्रिसमस ट्रीहरू लगाएको छ। सो यहाँनिर लेखेको छ होप इज बोर्न, आशा जन्मिएको छ भनेर। अनि यहाँनिर अनि यो चाहिँ हो अनि येशू जन्मिएको डुड यहाँ बनाएको छ। हामी नजिकै गएर देखाउनेछौँ। यहाँनिर बनाएको छ दामीसँग, कति ब्युटिफुल बनाएको छ, कति सुन्दर छ। यो यहाँनिर भेडा गोठ है, यहाँनिर भेडा, यहाँनिर चाहिँ यहाँनिर बालक येशू सुतेको बनाएको छ। यहाँनिर स्ट्याचुहरू छ, कति दामी छ, ब्युटिफुल। यहाँनिर भेडाहरू छ, यहाँनिर आगो बत्ती कति दामी छ क्या, पुरा होइन पुरा ओरिजिनल जस्तो लागिरहेछ। यहाँनिर भेडाहरू यहाँनिर पुरा देखाएको छ, व्यक्तिहरू यहाँ भएका। सो माथि पनि देखाउने छु, माथि पनि कस्तो मजा लाइटिङ गरेको छ। सो अनि वहाँ पनि पुरा आगो बाले जस्तै बनाएको छ बत्तीबाट। अनि यहाँ पनि कति झिलिमिली कति दामी बनाएको छ। यो पुरा ग्राउन्ड हो। अनि उता पुरा ग्राउन्ड छ। अनि स्कुल पनि छ, यहाँको चर्चको स्कुलहरू पनि। सो हामी यस्तो घुम्न आएको थियौँ, कति दामी लागेको दृश्य। फोटो भिडियोहरू ननिकाल्नेसम्म मनले मानेन। सो यो दृश्य तपाईँहरूलाई पनि देखाउन चाहे। सो यहाँ पनि के छ, यसमा लाइटिङ दामी छ है। ओके, यहाँनिर विसेस गरेको छ मेरी क्रिसमस भनेर देख्न सक्नुहुन्छ। सो यहाँनिर हामी तीनजना छौँ। हाम्रो उहाँ भाइ सोल्टी। ओके, जय मसी, जय मसी, प्रेज द लर्ड। ओके, यो चर्चको दृश्य। चर्चको पछाडि चाहिँ नजाउँ है ल, यहाँबाट देखाएँ चर्चको पुरा पछाडिको। यहाँ कोकोनट ट्री छ। सो बहुत दामी छ, निकै राम्रो लाग्यो। कस्तो लाग्यो हजुरलाई यहाँ आएर? एकदम दामी छ। हामी राइड हान्न आएको बाइक लिएर होइन। दामी छ। ओके, अगाडि त्यो फुटबल ग्राउन्ड हो, उतापट्टि बाटो छ, त्यो स्कुल हो। सो यताति पनि बाटो छ, दामी छ क्या। हामीलाई कति मजा लाग्यो यहाँ आएर। प्रभुलाई धन्यवाद होस्, यसरी उहाँको भवनको दृश्य राति हामीले क्यामेरामा कैद गर्न पायौँ। मनै रमायो।